नमस्ते साथीहरू, हजुरलाई मेरो ब्लगमा फेरि स्वागत छ। हजुरहरूलाई आज नर्सरीमा पानी हालिरहेको छु म। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ ओए तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। यो चाहिँ लन्डन, यसलाई चाहिँ भन्छ अब के भन्ने, लन्डन पाइन। यो त लन्डन पाइन भेराइटीको हो। यसलाई पनि पानी हाल्दै हल्का हो। अनि अझै धेरैवटा भेराइटिजहरू छ साथीहरू। यो सकुलेन्ट भेराइटिजहरू हो। योहरूमा पनि फुल त अलिअलि भए पनि पानी त दिनु पऱ्यो हल्का, होइन? पानी दिएन भने त काँडा हुन्छ फेरि। अनि तपाईँहरूलाई अब अझै देखाउँछु। यो चाहिँ फेरि यसलाई त भन्छ क्याक्टस। यो चाहिँ स्मल भेराइटिज क्याक्टस। यो चाहिँ सिम्बलको रुवा जस्तो हुन्छ। यसले फुल्यो भने त दामी फुल्छ हो। योहरू पनि छ, योहरू पनि सकुलेन्ट भेराइटिजहरू हो। अनि यो पनि मेन सकुलेन्ट चाहिँ यसलाई भन्छ। सकुलेन्टको चाहिँ नयाँ नयाँ भेराइटिजहरू हो। मेन सकुलेन्ट चाहिँ यो हो। यो चाहिँ घरतिर पनि, घरभित्र पनि राख्न सकिन्छ मजाले। बोटोकोमा नभए प्लेटमा अलिकति पानी हालेर पनि यसरी राख्न सकिन्छ। नभए चाहिँ यस्तै पटमा मलहरू हालेर पनि राख्न सकिन्छ। यसमा पनि पानी हाल्दैछु। अनि फेरि हजुरहरूलाई यो क्याक्टस भेराइटिज चाहिँ यस्तो छ। हाम्रो त क्याक्टस लामो एउटा डेङ्गै छ क्याक्टस चाहिँ। क्याक्टसहरू पनि दामी छ। यसको प्राइस अलिक धेरै महँगो छ। यसलाई पनि हल्का हल्का दिनुपर्छ पानी। यसलाई त ज्यादा दियो भने चाहिँ यसको त फुलहरू पिउने डर हुन्छ। यो चाहिँ एकदमै कम्ती हल्का हल्का पानीहरू दिनुपर्छ। यो चाहिँ क्याक्टस भेराइटी। यो चाहिँ हेर्दै 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 जानुहोस् है तपाईँहरू। सानो मेरो आशिष मङ्गरको नर्सरीमा, आशिष थापाको नर्सरीमा हजुरहरूले